साला कम्पनीको ओरिजिनल भनेर हाले सबै डुप्लिकेट माल हाल्दैछ छे रड्डी गर्दैछ ब्यारिङ पनि त्यस्तै छ कि अब आफू चाहिँ भयो अब सबै लोकल माल हाल्दैछ हो यहाँ यस्तो नआउनु पैसा खानु चाहिँ खानु कि तर नेक्स्ट टाइमको बाटो पनि हेर्नुपर्छ क्या हो टुरिङ ए दिनु न एक जङ्गलको त है ब्लूको पो क्या गर्छु नि त अन्त टेस्ट साइड दिनु भयो नि त उही माथि हो तर तेल छैन रहेछ नि यो क्रिमिनल चाहिँ मर्कुको आउनु भन्दा अगाडि चाहिँ स्न्याक्सहरू बोकेर आउने क्या म चाहिँ विशेष त काम चाहिँ यिनीहरू गर्छु काम राम्रो गर्छु तर पुरा ढिले ओ मर्कु कति टाइम लाग्छ भन्दैन अब आधी घन्टा हो यो त दिनको उज्यालो छ यहाँनिर आधी घन्टा यहाँ अनुहार देखाएको आधी घन्टा हो दिनको उज्यालो छ आधी घन्टा चाहिँ हेर्नु कति लाग्छ त्यसको भात खाएर जानुपर्छ आधी घन्टा मर्कु आधा घन्टा आधा घन्टा चाहिँ यही हो आधा घन्टा चाहिँ मर्कुको यही सो अलराइट यु ब्युटिफुल पिपल होप तपाईँ सबै ठिकै सन्चै हुनुहुन्छ होला हो सो कस्तो लाग्यो त नयाँ हेयरकट सो के छैन सो आजको चाहिँ भिडियो के छ भन्दाखेरि फर्स्ट एन्ड फरमोस्ट आई विल बी गोइङ टु हस्पिटल किन भन्दाखेरि सो आमाको अलिकति रिम्बर्समेन्ट फाइलहरू त्यहाँबाट सबमिट मतलब रिसिभ गर्नुपर्ने छ नि सो आज चाहिँ फाइल सबमिट गरेर चाहिँ खासै गाडीमा पुऱ्याउनु पर्ने थियो यताउता अल्याङ टल्याङ गर्दा ढिलो भयो त्यो चाहिँ भोलि पुऱ्याइदिइहाल्छु अन्त चाहिँ नेक्स्टमा चाहिँ के छ भन्दाखेरि सो टुडे आई विल बी चेन्जिङ माई क्लच प्लेट हो बाइकको किनकि अलिकति पिकअप नलिएको जस्तो घटेको थियो मेबी क्लच प्लेटै हुनसक्छ सो अस्ति चाहिँ मेकानिकलाई देखाउँदाखेरि चाहिँ अब क्लच प्लेटै गएको भन्ने थियो सो के छैन त्यहाँबाट चेन्ज पनि गरिहाल्छु अन्त चाहिँ अस्ति रोशन दाको भिडियोमा रिसेन्टली है स्टोरीमा मैले पोस्ट चाहिँ अब 210मा चढिरहेको देखेको थियो हो अन्त 210 चाहिँ कस्तो रहेछ भनेर म त्यसलाई हेर्नु मन परिरहेछ आज चाहिँ अनेस्ट विथ एन अनेस्ट रिभ्यू हो मलाई अहिलेसम्म याद छैन हिरो 210को बारेमा के हो कसो भनेर सो आज मात्रै त देख्दैछु हो रिभ्यू म कसरी दिनु सो हेर्छु हो 210को अब मतलब कस्तो खाले फिचर्सहरू के रहेछ भनेर सो हेर्छु है तर फेरि भ्लगिङ गर्नु त्यहाँ सोरुमतिर फेरि अप्ठ्यारो लागिहाल्छ आफै हेर्छु त्यहाँदेखि तपाईँलाई बादमा भन्छु सो के छैन आजको चाहिँ त्यही हो सो अन्त बेसिकली है आजकल चाहिँ गान्तोकमा चाहिँ जोर चेकिङ चल्दैछ अरे नि हो सो डकुमेन्ट चाहिँ अप टु डेट बोकेर हिँड्नुहोस् हो सो के छैन अहिले बाटो भेटौँ है के हुन्छ कसो हुन्छ मोटो ब्लगमा भेटौँ होला सो अहिलेको लागि चाहिँ है एकछिनमा भेटौँ है त बाइक स्टार्ट नगरेको पनि धेरै भयो नि हो So I hope the audio quality is good, है सो गाइस है यो बाइक चाहिँ बजार चाहिँ कुद्दैन हो बजार कुद्यो भने पक्रिदिइहाल्छ पर भाजादेखि अर्को बाइक छ अर्को बाइक लिएर चाहिँ जान्छु है त है यो चाहिँ दिँदैन यो चाहिँ कन्फर्मै क्लच प्लेटै गएको जस्तो लाग्यो किनकि क्लच पुरा चाम्रो भइरहेछ हो बाइकमा पिकअपै छैन दुईजना मान्छे बस्दाखेरि त छैन नि बाइकै त कुद्दैन यहाँबाट चाहिँ अलिक बिस्तारै किनकि आज पुरा ट्राफिकले क्लेम लगाइरहेको थियो कि त्यही कारणले गर्दा नि ट्राफिकहरू बस्नु सक्छ कि त्यो फेरि राउन्ड गर्दै गरेको हुन्छ त्यो क्लेम निकाल्नु लागि सो त्यही कारणले गर्दाखेरि चाहिँ बिस्तारै जानु पर्यो हो अस्ति पनि ब्लङ्गै पछाडि छ नि हो बाइकमा आजकल त चिसो रोड दिएछ डर लागिहाल्छ ब्लाङ चढ्छ कि भनेर
यो राख्नु पर्यो, यो निकाल्नु पर्यो। यो चाहिँ बजार कुद्ने बाइक। हो यहाँदेखि चाहिँ फेरि अर्को बाइक हो, सिधा बाइक। यो चाहिँ पक्रिँदैन नि। अर्को चाहिँ फेरि पक्रिन्छ नि यार। सो मलाई हस्पिटल जानु छ, सो म राइट लिन्छु यहाँबाट। यस्तो खाले मान्छेहरू हो यार। सो देखेँ त लेन्डो ब्लग चाहिँ बजारतिर चाहिँ कसरी कुद्छ भन्ने कारण चाहिँ यही हो। अर्को बाइक चाहिँ लान्दिनँ म, पक्रिदिन्छ एकैछिनमा। यहाँबाट टक्कै न्युट्रल राखिन्छ हो। न्युट्रल टक्कै गयो भने टक्कै बर पिपल पुग्छ। अब स्टार्ट पनि गर्नु पर्दैन अब। खास चाहिँ यस्तो चाहिँ गर्नु हुँदैन ओह्रालोतिर। सक्दो चाहिँ गियर कन्ट्रोल गरेर जानुपर्छ। ब्रेक तातेर ब्रेक लाग्दैन भन्छ हो। खै अब मलाई चाहिँ अब बानी भएको। आजकल चाहिँ पहिला चाहिँ टु विलर्सहरू पनि यो आउनु दिन्थ्यो हो यो उकालोबाट। सो अहिले चाहिँ टोटल्ली ब्यान गरिदिएको छ, नो एन्ट्री लगाइदिएको छ, वान वे हो यो चाहिँ। तपाईँहरूलाई एउटा सानो इन्फर्मेसन दिइराखेको एज अ मिडिया पर्सन। जिसके गई नो मिडिया एन्ड अल, ओन्ली लेन्डो ब्लग। स्टपी गर्दै जाउँ तर नो बदमासी एन्ड अल। पब्लिक रसतिर नो बदमासी एन्ड अल हो। सब बदमासी इन साइलेन्ट एन्ड कुल प्लेस हो के। एसटिएनएम हस्पिटल, वेलकम टु एसटिएनएम हस्पिटल हो। यस्तो रहेछ भगवान्, बेसी यस्तो मान्छेहरू चाहिँ आउनै नपरोस् क्या हस्पिटलहरू चाहिँ। अब यस्तो त छ हो, हिरी लाग्दो बाइक कहाँ राखौँ हुन्छ। अब यतापट्टि त छैन, यता जाँदा हुन्छ ल। हेला यहाँ आमाको रिम्बर्समेन्ट फाइल ल्याउनु आएको होला। ल छ यहाँ यहीँ राखिदिनु पर्यो। सोलराइट है। अब चाहिँ हल्का तपाईँको हस्पिटलको काम पनि सकिहाल्यो। अब हिरो सोरुम तरफ लाग्छु। अब क्लच प्लेट छ कि छैन त्यहाँ पनि साह्रो छ अब। ठिकै छ ल है। अब भिडियो पनि पुरा लामो बेसी हुन्छ होला। सो त्यही कारणले गर्दाखेरि चाहिँ सो एकछिनमा भेटौँ होला सिधै हिरो सोरुममा होइन। ला मन त छैन के हो यार। ए ठिकै हुन्छ। क्लच प्लेट ल्याउन आएको त छ।
हजुर बुझेनौ टुरिङ ए दिनु न एक जङ्गलको त है ब्लूको पो क्या यो त अन्त दा तपाईँकोमा त पुरा ढिलो लन्च भएन हप सेटै ल हुन्छ उयोमा अन्त दा उयो पनि कप्लिङ रबर पनि ल ब्लू कलर कति छ यसको अनरोड त अब 2 लाख है केएलएक्स भन्दा महँगो छ त अन्त केएलएक्स भन्दा महँगो छ त यो भयो 210 ए 250 रहेछ कति मजाको रहेछ छट्ट पाराले यो ट्रिप 1 ट्रिप 2 फ्युल रेन्ज पनि सबै दिइहाल्दो रहेछ कनेक्ट विथ अ स्मार्टफोन डिग्री फ्युल हेजर लाइट त्यति हुन्थ्यो त 210 अब दा यो बाइक त पावरफुलै त छैन कसम दा यो दा कसम पावरफुल छैन दा यो कसम हुँदैन दा यो ब्रेक छैन दा उयो गइरहेछ मोर्नु मात्रै हो कसम दा नेक्स्ट टाइम दा कसम गरिदिन्छु अरू म होइन म कसम गर्छु दा नेक्स्ट टाइम अहिले त सक्दिनँ दा प्लिज ल यो उड्दैन कसम दा सक्दिनँ यो म गर्नु यो गर्नै सक्दिनँ अर्को होइन यसको त उयो जानु यसो पिस्टनै जानु आँटेको छ पिकअपै छैन बिस्तारै उठ्छ यो सौरीमा सरम पर्नु त्यो के उठायो भने मजाले उठाएर जानु मनपर्छ हो पावरै त छैन पावर भएको त उठाइन्थ्यो नि त कस्तो मजा छ यसको चाहिँ दा टेस्ट राइड पाउँदैन दा म अरू बेला गर्छु ए पत्ता नै छैन गर्छु नि दा अन्त टेस्ट राइड दिनु भयो नि त उही माथि हो तर तेल छैन रहेछ नि भरे फेरि बिच सक्छ नि तेल नेक्स्ट टाइम आउँछु नि दा टेस्ट राइड दिनु न स्याटरडेतिर हुन्छ दा सोलाइट है टेस्ट राइडको लागि पनि भइहाल्यो एक दिन चाहिँ टेस्ट राइड गर्नु जानुपर्छ हो बाइकको हो सो त्यही हो अब चाहिँ म माथि भाजरा पुगेर बाइक अर्को स्विच गरेर त्यहाँदेखि चाहिँ क्लच प्लेटहरू फेर्नु जानुपर्ने छ क्लच प्लेट चाहिँ मलाई सस्तो पर्यो 2500 कति भन्दै थियो बरु कप्लिङ रबर र क्लच प्लेटसँग त मलाई बेसी पनि परेन कम्ती नै पर्यो सोलाइट है फेरि अर्को बदमासे बाइकमा स्विच गरिहालेको क्लच प्लेटै गएको नि जान्नु आँटेको छ यसको चाहिँ गएर चाहिँ मजाले चेन्ज गरिदिइहाल्छ साला त्यहाँदेखि चाहिँ बाइक चाहिँ फेरि चङ्गा कुदिन्छ नि चङ्गा होइन यो क्रिम रोल चाहिँ हो धन्यवाद बोलो धन्यवाद
यो क्रिमिनल चाहिँ मर्कुको आउनु भन्दा अगाडि चाहिँ स्न्याक्सहरू बोकेर आउने क्या। म चाहिँ विशेष त काम चाहिँ यिनीहरू गर्छु, काम राम्रो गर्छु तर पुरा ढिले। यहाँ गर्दैछु, क्रिमिनल खाँदैछ। ओ मर्कु कति टाइम लाग्छ भन्दैन अब। आधी घन्टा हो, यो त दिनको उज्यालो छ यहाँनिर। आधी घन्टा यहाँ अनुहार देखा त आधी घन्टा हो। दिनको उज्यालो चाहिँ आधी घन्टा चाहिँ हेर्ने कति लाग्छ त्यसको। भात खाएर जानुपर्छ आधी घन्टा चाहिँ। रोल मिठो छैन अहिले सिङमा ल्याइदिउँ ल। सो है क्लच प्लेटहरू फेर्न आएको थियो। क्लच प्लेट चाहिँ अलिकति सस्तै पऱ्यो, 2000 पऱ्यो। कप्लिङ रबर 1000 गर्दाखेरि 2100 कति लागेको छ मलाई। 2100 ए हो बिर्सेछ नि, सो सरी। ए 2000 1021 यो पऱ्यो मलाई तपाईँको क्लच प्लेट 4B को 2000 परेको थियो। त्यहाँदेखि कप्लिङ रबर चाहिँ तपाईँको 100 रुपियाँ। मेन्टेनेन्स ओभर सस्तो छ हिरोको चाहिँ, त्यही कारणले मैले नबेचेको होइन छोटो। अब मर्कुले खोइ के दिने मलाई आज याद छैन मलाई हो। हेर्छु अब आधी घन्टा चाहिँ हेर्छु नि, दिनको उज्यालो भइरहेछ हो। अब हेर्छु है त क्लच प्लेटको कति। कन्फर्म क्लच प्लेटै होइन। ओ तैँले उयो ग्यास किट छ भनेछ चाहिँ लिएको छुइनँ। 10 नम्बरको नटेसको लागि म भनेको मलाई यो क्लच प्लेटको इन्जिनको कभर। अगाडिको लागि मागेको अहिले याद छ, टाइम लाग्छ भनेर फेरि दोकान बन्द हुन्छ। अब मोबिल त दामी छ त है, मोबिल त नयाँ छ त। के गर्नु दामी छ यस्तो धनी मान्छे हो कि सबै नयाँ मोबिल हाल्दै अरे हो। हाल्छ फाल्दै अरे पुरै हालिदिन्छु। मोबिल त नयाँ नै हो, नयाँ हाल्दैछ। यो अलिकति पक्रिन्छ, माथि उठाउनुपर्छ ल। क्लच प्लेट त ल ओइ सिङै ग्यास किट चाहिँ फेरि नगरे रड्डी हुन्छ नि। ग्यास किटले भएर फेरि आम्बो उयो निकाल त। उयो तलको के निक्लेको थियो यो ग्यास किट। ए कम त तर्सेन नि, इन्जिनको छोइटाहरू आउनु थाल्यो कि भनेको नि। यस्तो हुन्छ है क्लच प्लेट चाहिँ। यो चाहिँ अस्ति माथि 3 माइल बोझो गाडी फाटकमा इन्जिन सबै बनाउँदाखेरि क्लच प्लेट फेरेको सबै यस्तो बनाएको रहेछ। सबै लोकल माल हाल्दैछ, खत्तम पार्दैछ। रड्डी गरेछ नि, रड्डी हाँस्दैछ यहाँनिर लम्बु। अब यसको डिफ्रेन्स म देखाउनेवाला छु हो। साला कम्पनीको ओरिजिनल भनेर हाले सबै डुप्लिकेट माल हाल्दैछ। छ्या रड्डी गर्दैछ। ब्यारिङको पनि त्यस्तै छ कि अब चाहिँ भयो। अब सबै लोकल माल हाल्दैछ हो। यहाँ यस्तो नआउनु, पैसा खानु चाहिँ खानु कि तर नेक्स्ट टाइमको बाटो पनि हेर्नुपर्छ क्या हो। के घिन लाग्छ, रड्डी गर्दैछ। खानु चाहिँ खानु तर चाहिँ अलिकति क्या 2 रुपियाँ बेसी खानु तर होइन काम चाहिँ राम्रो गरिदिने क्या। एक खेपको मात्रै बाटो चाहिँ हेर्नु भएन। हाउडेमा यहाँबाट चाहिँ तपाईँहरूको उयो हेरेछ नि, मैला कति आयो के आयो। इस बेला बेला यो क्लच प्लेटको कभर पनि खोल्दै गर्नुपर्छ क्या। हेर्नु त मैला। अब चाहिँ मर्कुले चाहिँ यति दामी सर्भिस गर्दैछ कि यसको अनुहार त्यस्तै टल्काउँदै गर्दैछ यहाँ हो। यसको अनुहार चाहिँ यही छ। यो चाहिँ तपाईँको जेन्युन पार्ट हिरोको
अब है लोकल एन्ड ओरिजिनल चाहिँ यस्तो हुन्छ अब पाँच कप चाय गरिदिनुहोस् न सेटै क्लच प्लेट होइन होला ब्ल्याक टी ब्ल्याक टी नै गरिदिनु नि त्यसै अब चाहिँ साँच्ची क्लच प्लेटहरू चाहिँ बल्कमा राख्नु पर्ने रहेछ ये क्लच प्लेट और फ्रंट का स्पॉकेट बल्क में रखना पड़ेगा बिल्कुल बल्क में तो मैं बहुत सारी चीजें बल्क में रखूँ मैं तो कह रहा हूँ इंजन रखो बल्क में ये इंजन हाँ नहीं सच में एक तो चाहिए हाँ वो चाहिए दो इंजन चाहिए तुमको खास मान्छेले राख्छ हो त्यस्तो एक अंडर उसमें रहेगा मेंटेनेंस में दूसरे में रहेगा हाँ एक कॉपी तो अंडरस्टैंडिंग प्रॉपर होगा इंजन पनि बल्कमा कस्तो पेपर नीचे का कहाँ नीचे त्यो हेर्नु हो उठाएर र यो कालो छ न त्यो हेर्नु त्यो अर्को पुरानो हेर्नु पक्र त हेलो देखा त यो कसरी चाहिँ चिन्छ यो लोकल र यो भनेर कहाँ कर लो काम करो इधर देखो ना गाइस देखो ना लोकल डाल दिया देखो ना guys। ये तो वो बात हो तो करके होगा देखो ना गाइस लोकल आ गया कलर ही देखिए ना आप खुद देख लीजिए ना ये तो क्या वो कलर मर्को आधा घन्टा आधा घन्टा चाहिँ यही हो आधा घन्टा चाहिँ मर्को गयो यही मैले भनेको थिएँ नि हो यसको आउनु सबैलाई जतिवटा यहाँ मेरो गेन्डोमा भिडियो हेर्नुहुन्छ नि मर्को ग्यारेजमा आएछ भने चाहिँ खानेकुरा चाहिँ बोकेर आउनु त्यही हो आधा घन्टा चाहिँ यस्तो हुन्छ अलमोस्ट काम सबै भइसक्यो काम राम्रै गरिदिरहेछ अब एक दिन बाइक कुदाएर चालको हुन्छ कस्तो बनायो भनेर हो अब कप्लिङ रबर फेर्नु छ एक्सिलेटर केबल फेर्नु पर्ने छ बास गाडीमा चाहिँ अब कप्लिङ रबर पनि चेन्ज हुँदैछ यसमा के है पेट्रोल डाल्न नै पऱ्यो इस पे जस्ट हमको ना ऐसा लगा तो चेक करना है कि देखते हैं ठीक है पूरी बारी चेक करते हैं नीचे खाइदिएका लोग कप्लिङ रबरी था मुनिपट्टि खाइरहेको रहेछ नि त काट्नु लगाएको खै त्यो ए हो रहेछ फाटिरहेछ नि यसले पिकअप चाहिँ ढिलो लिँदै थियो विली गर्दा चाहिँ हिरोको चाहिँ कप्लिङ रबर जोर गइ बस्छ अलिक स्पकेटहरू चाहिँ राखेको जग्गामा यस्तो घुम्दै प्ले छ भने चाहिँ तपाईँको कप्लिङ रबर चाहिँ गएको बेरिङ ठिक होइन कप्लिङ रबर चाहिँ कसरी गएको भन्दाखेरि चाहिँ तपाईँले स्पकेट पक्रिनु पऱ्यो त्यहाँदेखि यसो राखेको जग्गा पुरा प्ले छ भने चाहिँ तपाईँको कप्लिङ रबर गएको है त बुझ्नुभयो त अब गुरुजीले त्यहाँ के गर्दैछ पनि त्यही त नि अन्त लुज बनाइदिएन मक्खन बना त आज लु ल अब रात पनि परिहाल्यो हो अब उमा रेसिङको त्यो एक्सिलेटर हाल्छु त्यहाँदेखि के पो छ त्यति नै चेन्ज गर्नु पऱ्यो नि अब कहिलेदेखिको केबल पनि चेन्ज हुँदैछ कति पऱ्यो केबल यो दाम जेन्युन पार्ट्सै छ हो
अब चाहिँ त्यहाँ चाहिँ उमारेसनको एक्सिलेटर हाल्छु त्यति हो बास मेरो काम चाहिँ त्यहाँदेखि चाहिँ अर्को ब्लगमा भेटौँ है त ल सो राइट है अब चाहिँ यहाँनिर हामी डिनर गर्न आएको छ डिनर गर्न चाहिँ को आएको छ भन्दाखेरि यता के हेर्नु यता आई मोमो यता चाहिँ को के छ हेलो भन्छु मैले गेम कस्तो है अब चाहिँ अलिकति फ्रेन्च फ्राइहरू खान्छु अझ हल्का डिनर गर्न आएको त्यहाँदेखि आई मोमो फेरि भरेमा जान्छ आलु गुन्द्रुक खानु अहिले चाहिँ आई मोमो है अब चाहिँ यहाँनिर हामी अब हल्का फ्रेन्च फ्राई अब बाइकको काम त भइहाल्यो आज देखा जति थियो त्यति नै थियो अन्त यहाँ चाहिँ मास्टर सेफ आउँदैछ पिज्जा चाहिँ यहाँको बेस्ट पाउँछ यो चाहिँ कहाँनिर हो भन्दाखेरि लासा नेवार यो चाहिँ कहाँ लोकेटेड छ भन्दाखेरि जस्ट तपाईँको त्यो लुइङ पेट्रोल पम्प या बागथाङ पेट्रोल पम्प भन्छ त्यसकै छेउमा छ होटेल दामी छ है अब हेर्छु है अनिल दा अब रिभ्यू कस्तो आउँछ कस्तो रहेछ मिठो रहेछ टेस्ट गर्यो ल अब एकछिनमा भेटौँ है त ल भात कालो खानु सबै ग्यारेजदेखि आएको पिज्जा चाहिँ दामी पाउँछ नि है भगवान् भुँडी नदुखोस् है यहाँनिर चाहिँ खानु चाहिँ बिजी हो यहाँ फेरि मेरो भाइ एकदम खतरा सेफ हो यहाँ चाहिँ फेरि आगोमा पकाउँछ अरू माइक्रोवेभमा बनाउँछ है यत्रोको चाहिँ कत्रो हुन्छ ए उयो चाहिँ 10 हो ए 10 ठिकै रहेछ ठिकै गेस गरिँदो रहेछ नि अम्बलु ठेट चिरिक्के परा मजाको हाइजेनिक छ हो मिठो मिठो भयो भने चाहिँ अनिल दा हेर्दैछ होला भिडियो यहाँ स्यालेरी बढाइदिनु है के हो यो चाहिँ चिज है सस चाहिँ यति मात्रै रहेछ भरे बस्तीको कुरा काटेर ल्यायो होइन यहाँ पिज्जा बनाउनु आँटेको चाहिँ म कस्तो हुन्छ के हुन्छ हेर्ने अब एडिसनल सेप अलिक तलमै हो हामी त्यहाँ घरमा पाक्छ होला यस्तै है सस ल्याउनु सबैमा बिचमा हाल्नु त्यहाँदेखि स्प्रेड गर्नु सबै हाल्नु पर्यो सबै हाल्नु ए त्यसको मुनिको त्यो स्प्रेड गर्नु अझ मजाले छेउछेउसँग एजसम्म एजमा लाउनु भएन है सरी एजमा लाउनु छिटो पिज्जा ए लगाउँछ ओके पकाइन्छ नि म पिज्जामा अब पर्छ ल त्यहाँ आजकल डिस्टर्ब भएर ल्याङ्गले बनाउँदा भोलि बिहान हुनेछ हुन्छ त के हो हाल्नु सकिनँ यो अनि म के त नाटक मात्रै त हालेको मात्रै सो अलराइट है यहाँ चाहिँ टक्कै पिज्जा पनि बनाउन सिकिहालेँ आज हो तर अब खै त्यो भिडियो चाहिँ अब रिल्समा हेर्नुहोस् मैले बनाएको पिज्जा कस्तो हुन्छ अब रेडी हुँदैछ ओ मैले बनाएको पिज्जा खानु होला आज हल्का टेस्ट गर्नु हेर्दै अब कस्तो हुन्छ यो पिज्जामा कम्प्लेन गर्नु पाउँदैन मैले बनाएको नि के चाहिँ यसमै खाइदिन्छु हाउडेको थियो है यो चाहिँ मैले बनाएको पिज्जा हो नि अब यो हल्का यहाँनिर के हाल्छु मसला ससला त्यहाँदेखि कपकुप खान थाल्छु अब कस्तो लाग्यो दामी भएछ त
है मलाई पिज्जा मन पर्दैन कि तर ल्यान्ड पिज्जा दामी बनाएर हाल्नु भएको छ नि